Hey guys, Lasso Fafula. Welcome to my back new video. I hope तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ फेरि आइसके हजुरहरुमा। म चाहिँ बिहान उठे, नुहाइ गरे, एकदम फ्रेश भए। अनि त्यसपछि होटलबाट अहिले चेक आउट हुन लाग्यो। अनि अबको यात्रा चाहिँ कुलेखानी मार्खु ड्याम साइड एकछिन हुन्छ। अनि त्यसपछि मोहनी झरना को लागि निस्किन लाग्दै छु। के कस्तो लाग्छ हेर्नु होला। मेरो ब्यागहरु चाहिँ यहाँनिर रेडी भइसकेको छ। अब ब्याग लिन्छु, त्यसपछि जान्छु। त्यही नै हो गाइस, बाहिरको भ्यू के छ अहिलेको अवस्था यस्तो छ है। यहाँ झ्यालबाट देखिने भ्यू चाहिँ यस्तो छ। यतातिर यस्तो छ। अहिले जाने चाहिँ यो बाटो कि यो बाटो हो। यहाँबाट गएर यो तल, तर यहाँनिर के रहेछ भन्दाखेरि अहिले यो तालै सुकिसकेको रहेछ। यहाँ माथि चाहिँ तल थोरै पानी छ रे। अनि होस्, अब आइहाले हैन। जे जस्तो भए पनि एकचोटि जान्छु, हेर्छु भन्ने हो। यो पारीको गाउँ, त्यो गाउँ हुँदै जाने जस्तो लागेको थियो मलाई झर्ना चाहिँ। त्यही नै हो, हेर्दै गर्नु होला के कस्तो हुन्छ। आजको ब्लग सकेसम्म राम्रो गर्ने कोसिस गरेको छु हैन। आइपुगे कुलेखानी, तर खोला नै छैन, पानी नै छैन क्या। भने मतलब हेर्न, देख्न सक्नुहुन्छ त्यहाँनिर सानो मात्र छ। अनि पहिला चाहिँ यहाँसम्म पानी हुन्थ्यो, यहाँसम्म पानी थियो। यो सबै हैन जलमल्ल यहाँनिर कति बोटिङहरु हुन्थ्यो, कति ढुङ्गा यताउता हैन दुनियाँ हुन्थ्यो। यहाँनिर मान्छेहरु टनक्कै हुन्थ्यो। अहिले सुनसान छ क्या। अब पानी नै छैन, जुन यहाँ हुनुपर्ने चिजै नभएपछि कोही हुने कुरा पनि भएन हैन। अब यहाँको जे जस्तो छ म देखाउँछु। अब त्यहाँ माथि जाम है त। ब्याग एकछिन यहीँ राखौँ है। हुन्छ भाइ, यहाँ राख त। मैले चाहिँ यहाँ एउटा भाइलाई एकछिन खिच्देऊ भनेर भनेको छु। त्यही हो। ल, फाइनली म गेटनिर आइपुगेको छु। यो होला मेन गेट। अनि यहाँनिर कटेज छ। लेट्स गो। इङ्ग्लिस चाहिँ आउँदैन, त्यही पनि अलिअलि घरिघरि झुन्डिन्छ, के गर्नु। यस्तो दामी, यस्तो यो त मैले यार कुन फिल्महरु, त्यो म्युजिक भिडियो क्या, त्यो कस्तो पपुलर म्युजिक भिडियोहरुमै देखेको थिएँ क्या यहाँनिर। तर छिर्न चाहिँ पाउँथेन थाहा छैन, छिर्दिएँ। पाइन्छ होला अब यस्तो घारीमा, के होला र छिर्दैमा। मान्छे छैन क्या अहिले त। नेपालमै मान्छे नभएर हो कि सब विदेश गएको भएर हो कि, तर यहाँ पानी नभएर होला यो त। अब यहाँनिर यस्तो घारी छ, यस्तो घारीबाट भए पनि आइरहेको छु। म यहाँलाई देखाउन चाहन्छु। क्या दामी छ। मलाई फेरि यस्तो चाहिँ यो ब्याम्बो कटेजहरु यस्तो सही लाग्छ कि हैन। दामी छैन त? दामी छ त। अब यो भित्र जाँदैछौँ हामी।
हल्लेको जस्तो हुन्छ त घड्याप झारेर फेरि मलाई नि पेल्दियो भने छैन। पुरै घारी छ क्या यो पछाडितिर देखाइदियो है पुरा घारी भने यस्तो के यति राम्रो बनाउनलाई चाहिँ हैन तर मान्छे छैन क्या सब बिजोग छ यहाँनिर बसेर टक्क हेर्नलाई हैन। मस्त छ। अब हामी ओ त्यो साइडमा जाँदैछौँ त्यो साइडतिर जान्छौँ अनि त्यसपछि मुनि झर्ना जानेवाला छु। A lullaby sung to the